गणक र सुपरिवेक्षकको दरखास्त फारम भर्ने समय थप 5 दिन थपिएको छ। यदि तपाईँहरू पनि छुट्नु भएको छ भने अब 21 गतेदेखि 26 गतेसम्म तपाईँहरूले दरखास्त दिन सक्नुहुनेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयले मिति 2082 साल 10 महिना 1 गते खुलाएको भ्याकेन्सी हो यो र 21 दिनको दरखास्त फारम भर्ने समय अवधि रहेको थियो र यो नेट र सिस्टमहरू नचल्ने कारणले गर्दाखेरि अहिले भर्न इच्छुक व्यक्तिहरू पनि छुटेको कारणले गर्दाखेरि यो समस्या भएको कारणले गर्दा थप 5 दिन थपिएको छ। 26 गतेसम्म तपाईँहरूले दरखास्त फारम भर्न सक्नुहुनेछ। दरखास्त फारम भर्न आउँदैन भने तपाईँहरूको दरखास्त फारम हामीले पनि भरिदिनेछौँ। तपाईँहरू होइन म आफै भर्छु भन्नुहुन्छ भने तपाईँले मेरो युट्युब च्यानल जब इन नेपाल युट्युब च्यानलमा गएर तपाईँहरूले त्यहाँ दरखास्त फारम कसरी भर्ने भनेर मैले त्यहाँ पनि सिकाएको छु। तपाईँले त्यहाँ हेरेर पनि गर्न सक्नुहुनेछ। र कतिपय साथीहरूलाई 12 गरेर पनि यो भ्याकेन्सीको बारेमा थाहा छैन भने तपाईँले यो भ्याकेन्सीको बारेमा सम्पूर्ण जानकारी त्यही जब इन नेपाल युट्युब च्यानलमा गएर हेर्न पनि सक्नुहुनेछ। मैले सम्पूर्ण जानकारी समेटेर भिडियो बनाएको छु। तपाईँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथैमा रहेको बेल आइकनलाई अन गरिदिनु होला, किनभने तपाईँहरूलाई यस्तै जानकारीमूलक भिडियोहरू हेर्न सक्नुहुनेछ।